चाहिँ यहाँ क्रिकेट खेल्ने ठाउँमा आइसक्यौँ है। अब चाहिँ हामी यहाँ क्रिकेट खेल्नुपर्ने हुन्छ। हामी चाहिँ अब साथीहरू क्रिकेट खेलेर अब सपिङ गर्न जाँदैछौँ। के अरे भने चाहिँ यति एउटा दाना यो आँपलाई 800 कि नेबर एउटालाई यसो चचेको मासु हो साथीहरू। अब यो चचेको मासुलाई त 3000 छ है, लगभग 3000 नेपाली छ। हेलो गाइज, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। अनि म चाहिँ एकदम ठिक छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने कामना गर्दछु। अनि आज चाहिँ हल्का साउथ कोरियाको यो खेन्साङ नाम्दो कमानमा चाहिँ अहिले चाहिँ बिहान पख घाम लागिरहेको छ मस्त है। जाडो बढ्दो गरममा छ, यता पातहरू झरिरहेको छ, पहिलो भएको छ। मेरो पछाडि देख्न सक्नुहुन्छ। अब चाहिँ हामी टक्क लागेर मैले चाहिँ साइकल रेडी पारेको छु। अब यो साइकल चढेर हामी चाहिँ जाँदैछौँ क्रिकेट खेल्न। आज चाहिँ क्रिकेट खेल्न हामी यहाँबाट लगभग आधा घन्टा साइकल चलाएर क्रिकेट खेल्ने ठाउँमा पुगिन्छ। आज चाहिँ क्रिकेट खेल्ने भ्लग हुनेछ हाम्रो, हेर्दै गर्नु होला। ल गाइस, हामी चाहिँ अब हिँडियो टक्क लागेर साइकल चलाउँदै है, मेन रोडको बाटोमा साइकल चलाउँदै भने जस्तो हिँड्यो टक्क लागेर साइकल चलाउन। अब चाहिँ क्रिकेट मैदान जाने बाटो छ हाम्रो यतापट्टि छ। यो पुल तरेर हो त्यहाँबाट भित्र जानुपर्ने हुन्छ। म चाहिँ अब हिँडिसकेको छु। उता चाहिँ सेन्डी भलक हुनुहुन्छ। यस्तो यहाँबाट माथि चाहिँ गाडी हिँड्छ है, बुझ्छ, ठुलो बाटो छ। अनि त्यहाँबाट मुनि फेरि यस्तो छ क्या। वाट्सअप अनि क्रिकेट खेलाडी होइन तपाईँ त? अलराउन्डर हो। सब खेल्नु, भलिबल नि खेलिदिनुहुन्छ है? सब खेलिदिनुहुन्छ क्या हामी त यहाँ। यो यार अबको 1 महिनामा यो वन पुरै अहिले चाहिँ पहेँलो भइरहेछ। 1 महिनामा केही हुन्न, सब झर्छ, पातहरू झरेर केही जात हुँदैन। आज चाहिँ हामी फेरि भलिबल खेल्न जाने कुरा पनि भइरहेको थियो, तर भलिबल खेल्न छोडेको नि धेरै भइसक्यो कि साथीहरू। 1 महिना जति भयो। अनि जब त्यो खेल्न नगएपछि फेरि मनै नलाग्दो रहेछ। अनि अस्तिको हप्ता चाहिँ क्रिकेट खेल्ने भन्ने कुरा भयो, क्रिकेट खेल्न गइयो। अब चाहिँ क्रिकेटमै मजा लाग्छ फेरि। के भएको यस्तो, जे खेल्यो त्यही मजा। त्यही भएर यो हप्ता पनि क्रिकेट खेल्न गइयो। हिजो चाहिँ उता घुम्न गइयो। अब आज क्रिकेट खेल्ने, भोलिबाट त फेरि उही छँदैछ 5 दिन फेरि काममा जानु नै पर्यो। काम गर्न आएपछि अब दुःख मान्नु भएन काममा जाने कुरा पनि। बिदाको बेलामा चाहिँ रमाइलो गर्नुपर्छ भन्ने कुरा हो। बिदा चाहिँ हामीले यस्तरी बिताउँछ। जे होस्, कोरियाको चाहिँ 1 वर्ष भइसक्यो म, तर पनि अहिलेसम्म 1 वर्ष भयो र जस्तो लाग्छ कि। एकदम साथीभाइहरू पनि सबै मन मिल्ने छ, आफ्नै एज लेभलको पनि छ। त्यही भएर पनि समय बितेको थाहा नै भएन अहिलेसम्म चाहिँ। जे होस्, राम्रै ठाउँमा परे। काम पनि अब त्यस्तै हो। कोरियाको काम धेरै गाह्रो हुन्छ, तर त्यति गाह्रो भन्ने छैन मेरो काम। त्यही भएर पनि कोरियाको बसाइ अलि सहज नै जस्तो लाग्छ मलाई चाहिँ। हामी चाहिँ यहाँ क्रिकेट खेल्ने ठाउँमा आइसक्यौँ है। अब चाहिँ हामी यहाँ क्रिकेट खेल्नुपर्ने हुन्छ। यतापट्टि चाहिँ अब यो चाहिँ हाम्रो पिच छ, टक्क लाएर यहाँ चाहिँ पिच छ हाम्रो। यतातिर चाहिँ यो हाइवे हो, फेरि यो माथिको है पुल छ क्या साथीहरू। यहाँ पुल त्यता चाहिँ खोला छ। अनि यो बिचको ग्राउन्ड चाहिँ खाली भएर हामीले चाहिँ यसलाई सदुपयोग गरेको के। सदुपयोग गरेर यहाँ क्रिकेट, पहिला त हामी त्यहाँ भलिबल खेल्थ्यो, तर अहिले चाहिँ अब भलिबल खेल्ने साथीहरू छैन। भलिबल ग्राउन्ड चाहिँ उता छ, त्यही भएर यहाँ चाहिँ हामी क्रिकेट खेल्छौँ। अब चाहिँ हामी यहाँ क्रिकेट खेल्छौँ है। क्रिकेट खेल्नुपर्ने हुन्छ। साथीहरूले बोलाउनु भएको छ। ल साथीहरू, अब म चाहिँ क्रिकेट खेल्छु है, तपाईँहरूलाई देखाउँछु म अहिले। गाइजहरू अब
केटाहरूको खेल हेर्दैछु। उनीहरू चाहिँ ब्याटिङ अझ आएको छैन, एक गेम चाहिँ खेलियो, अब खेल्दैछन् केटाहरू। तर यो क्याच भएन यार, सन्दीपले हानेको थिए दामी। ल गाइस हामी क्रिकेट पनि खेलियो है, बल त पुरा त्यहाँ माथि पो गइदियो यार, यहाँ गइदियो, यहाँबाट हानेको बल यहाँ हानेको माथि गइदियो यार। अब शीतल भएर अब यता फेरि साइकल पनि पुरा पङ्चर भइदिएछ कि, बल रोक्नलाई यस्तो राखेको साइकल नि पङ्चर भयो। अब चाहिँ हामी घरतिर जान्छौँ। हामी चाहिँ अब साथीहरू क्रिकेट खेलेर अब सपिङ गर्न जाँदैछौँ ट्याक्सीमा। अब म तपाईँलाई आज सपिङ गरेको पनि देखाउँछु, किचनको अब खानेकुराहरू लिन जाँदैछौँ। हप्तामा एकचोटि चाहिँ जानुपर्छ, आज ल्याएपछि चाहिँ एक हप्तासम्म चल्छ, त्यसपछि फेरि अर्को हप्ता फेरि ताजा ल्याउनुपर्छ, त्यही हो। अहिले चाहिँ हामी ट्याक्सी चढेर जाँदैछौँ चितवन नजिकैको हाम्रो बजार। अहिले आइसक्यो है मार्चमा छ हामी। अनि यहाँ हेर्न सक्नुहुन्छ डिसेम्बरमा चाहिँ क्रिसमस छ, त्यही भएर यो उसहरू राखिरहेको छ यहाँ चाहिँ क्रिसमसको लागि। अब भित्र जानुपर्ने हुन्छ, भित्र गएर देखाउँछु म सामानहरू के कस्तो छ, कस्तो महँगो है। तर कोरियामा त नेपालकोदेखि त जे पनि महँगै हुन्छ खानेकुरा चाहिँ। साथीहरू केराको चाहिँ लगभग 400 छ। यो स्ट्रबेरी छ नि, यसलाई चाहिँ लगभग 200 नेपाली ल्याउँछु नि साथीहरू। यो 5वटालाई चाहिँ 1000 रुपियाँ नेपाली। यहाँ नरिवलको जुस खाइन्छ। ल ल ल यो हेर्नु त, यो सिमला मिर्चले लगभग 2टालाई नै 400 छ यार। कति छ काँक्रा, लगभग 300 को यति 2टा काँक्रा नेपाली 300 को, 2टा यो लगभग नेपाली 300 को, यो 2टा गाजर। किसिम महँगो छ है कोरिया है। लसुनलाई साथीहरू 350 मा 20 रुपियाँको यो उस पाउने यो गोबी चाहिँ है किलो पाउँछ 20 रुपियाँमा। यहाँ चाहिँ 200 मा यति आधा। सानो प्याज छ नि, यो 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 100 ग्रामलाई 300। साथीहरू हेर्नु त, यति एउटा दाना यो आँपलाई 800 के नेपाली, एउटालाई मात्र। यो साग, अब के को साग, यसैलाई 600 रुपियाँ छ। धनियाँ यहाँ छ धनियाँ यति, ल 500 को धनियाँ है, यति धनियाँ 500 को यार। त्यही हो साथीहरू, देख्नुभयो यहाँको तरकारीहरू चाहिँ लास्टै महँगो छ कि। कोरियाको तरकारीहरू चाहिँ बिजोक महँगो छ हो। कमाउन नि कमाइन्छ, खर्च पनि त्यसै राम्रै हुन्छ। अब यो खुर्सानीहरू छ यहाँ, यो पनि महँगै छ। अब यो चाहिँ काँक्रा भइहाल्यो। यो फर्सी छ है 250 को, यो फर्सी यति 2टालाई 250। त्यसपछि अगाडि जाँदा अब गाजरहरू त्यस्तै महँगो छ। यता चाहिँ अब यो तरकारीहरू भयो। अनि त्यसपछि गएर यहाँ चाहिँ अन्डाहरू छ। यो अब तपाईँलाई भन्नलाई यो अन्डालाई कति हो भनेर, यसको चाहिँ एउटालाई 1100, एउटालाई यति, एउटा यतिलाई 1100। यहाँ कोरियाको 11,000, त्यही नेपालको 1100 जति नेपाली पर्छ। अनि त्यसपछि गएर यहाँ अगाडि चाहिँ मासुको छ यो फ्रिजहरू। अब मासुलाई त यो चाहिँ चचेको मासु हो साथीहरू। अब यो चचेको मासुलाई त 3000 छ है, लगभग 3000 नेपाली छ यार चचेको मासुलाई। बहुत महँगो छ झन् चचेको मासु त कोरियामा। एकदम पाउने पनि यही हो, फेरि महँगो पनि यस्तै महँगो हुन्छ। अब कोरियाको सबभन्दा महँगो मासु भन्नुहुन्छ भने गाईको मासु हुन्छ, त्यो चाहिँ एकदम महँगो हुन्छ। लगभग यहाँको साधारण कोरियनले खानालाई मुस्किलै हुन्छ दैनिक खाना, कहिले काहीँ जग्गा खाइहाल्छ। अब चिकन छ यहाँ चाहिँ, चिकनहरू चाहिँ त्यही हो नेपाली 800 को एउटा आउँछ। यो यति कति 1000 ग्राम 1 किलो, यसलाई चाहिँ पर्छ 800 पर्छ है। नेपालमा कति छ साथीहरू भनिदिनु है। नेपालमा यहाँ चाहिँ 800 छ 1 किलोलाई। अब यति खुर्सानीलाई है, यति खुर्सानीलाई 500। अब यति सिमी हेर्नु न, 1 मुठी सिमी छ 400 रुपियाँ नेपाली यार। केटा छेड्न नजानेर यसको हरिको यस्तो बनाएर सुइरे नै भाँचिसक्यो यार, छेड्न सकिँदैन मान्छेहरूले। हामी त मस्त लगाएर यी खाना लगाइसक्यो। मिठो छ यो नरिवलको जुस, जुन चाहिँ साथीको। गाइजहरू अहिले चाहिँ म रुममा आइसकेको छु। अनि अहिले चाहिँ अब 7 बज्न लागेको छ। आजको दिन चाहिँ यस्तै गरी बित्यो मेरो।
तपाईँहरू के गरेको थियो कमेन्ट गर्नुहोला। अनि मेरो चाहिँ भ्लग अब रेगुलर आउनेवाला छ। सबै पनि मेरो भ्लग हेर्नको लागि। अनि साउथ कोरियामा छु म चाहिँ अहिले। साउथ कोरियाको डेली लाइफ के छ भनेर जान्ने इच्छा पनि धेरै हुन्छ नेपाली साथीहरूको। तपाईँहरू हेर्न चाहनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ, मेरो भिडियो हेर्न सक्नुहुन्छ। त्यही हो साथीहरू, भिडियो हेरिसकेपछि यहाँसम्म हेर्नुभएको साथीहरूलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु।